to you. हेलो एभ्रिवान, यो दिन चाहिँ मेरो छोरीको बर्थडे थियो अनि उसको भाकल भएको कारण हामी बुढा सुब्बा मन्दिर गयौँ। एकदम रमाइलो थियो अनि उसको बाबाले त्यहाँ धुपबत्ती बाल्दै हुनुहुन्छ। भगवान म ठुली हुन्छु भन्दियो पूजा गर्नु अब बच्चाहरूलाई त के चाहिन्छ, घुम्नु पाउँदा, बत्ती बलेको देख्दा, डुल्न पाउँदा के चाहिन्छ र हैन। अनि हामी पूजा गरिसकेर गयौँ, एक दुईवटा फोटोहरू पनि खिच्यौँ। मामु छोरी, पापा छोरी। ह्यापी बर्थडे टु यु। छोरीको बर्थडे स्पेसल मनाउनको लागि बुढा सुब्बा मन्दिर पनि गयौँ। पूजासुजा सकेर अनि हामी खाजा खानुतिर त्यहाँ पस्यौँ। अनि खाजा खाने वेटिङ गरिरहेको थिएँ। नानी मसँग चल्दै थियो, बुबु माग्दै थियो। अनि मैले उसलाई माला लगाइदिएँ। नानी चाहिँ एकदम रमाइरहेकी थिए डुल्न पाउँदा। अनि उसको बाबा पनि त्यही छेउमै हुनुहुन्थ्यो। मैले उसलाई माला लगाइदिएँ। अनि त्यसपछि मैले उसलाई माला छान्नु लगाएको हेर्नु है त अब कुन माला छानेर दिँदो रहेछ मेरो छोरीले मलाई। अनि उसले चाहिँ मलाई पिङ्क कलरको माला छानिदियो। अनि मैले हाँस्दै हाँस्दै माला लगाएँ। अनि त्यसपछि हाम्रो खाजा आयो। म चाहिँ सुरुमा नानीलाई खुवाउँछु अनि मात्रै खान्छु क्या, खोइ के हो मेरो यस्तै छ बानी। सुरुमा चाहिँ उसलाई दिन्छु, उसले चाहिँ चाउमिनहरू थुक्पाहरू मजाले खान्छ। अनि मैले चाहिँ पिरो नभएकोपट्टि उसलाई दिँदै आफू पनि खाँदैछु। 1 वर्षको बच्चो आफै समातेर खान्छे, कति ज्ञानी दिएको मेरो बर्थडे गर्ललाई। यो भिडियो चाहिँ लगभग 1 महिना अगाडिको हो अनि मैले अहिले पोस्ट गर्न लागिरहेको छु। कति छिटो बढेको, कति छिटो 1 वर्ष पुगेको जस्तो लाग्ने, तर त्यो पलहरू सम्झिँदा चाहिँ त्यो ढिलो बितेको जस्तो लाग्छ। तर अहिले सम्झिँदा चाहिँ कति छिटो बितेको जस्तो लाग्छ। उसको बाबाको टिका कोट्याउँदैछ, उसको बाबासँग त कम्ती खुसी हुन्छ। आमामा, पापा कि परी भन्दा पनि अलिक सुहाउँछ मेरो छोरीलाई। पापा कि परी भन्न सुहाउँछ। मम्मी भन्दा धेरै पापासँग झुम्मिन्छ। पापा कि परी फर्की त्यसो टिका कोट्याउनुलाई। अनि मैले चाहिँ घर गएर खानासाना बनाएर सबै रेडी पारेँ। अनि त्यसपछि चाहिँ नानीको केक लिनु गएर अनि बर्थडे सेलिब्रेट गरियो। ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी अनि यति बेला चाहिँ हामीभन्दा धेरै खुसी चाहिँ मेरो भाइ भइरहेको थियो। एकदम राम्रो भयो बर्थडे, सोचे जस्तै। अब जस्तो हुन्छ त्यस्तैमा मनाउनुपर्छ। 1 वर्षको बर्थडे चाहिँ मनाउनै पर्ने हुन्छ भन्ने टाइपको छ। त्यही भएर मनायौँ, राम्रो भयो, यादगार भयो। सधैँ याद हुनेछ यो भिडियोको रूपमा हाम्रो दिमागमा, मस्तिष्कमा सधैँ रहिरहनेछ यो दिन, यो पलहरू। म एउटा छोरीको आमा हुनुमा धेरै गर्व गर्छु, धेरै प्राउड फिल हुन्छ मलाई मेरो छोरीको आमा हुनुमा। मलाई ह्यापी बर्थडे मेरो छोरी। त्यसरी नै सधैँ तिम्रो बर्थडे मनाउन पाऊँ, 1 2 3 4 5 जहिलेसम्म, सधैँभरि। अनि यति बेला चाहिँ पुरा केक खाँदै थियो मेरो छोरी। मेरो छोरी त जे पनि खान्छे हो। केक खाएको दली
मेरो छोरीको बर्थडे पनि सक्यो बाई थ्याङ्क यू फर वाचिङ